भयो। हेलो गाइजहरू, आज हामीले तपाईँहरूलाई हाम्रो जन्म घर लैजाँदैछौँ हाम्रो ब्लग मार्फत। यहाँ हाम्रो सानैदेखिको एक्सपिरियन्स बोकेकी ठुली भाउजूको साथमा हामी। ल ठुली भाउजू के भन्नु लाउनु। हजुर सम्पूर्णमा नमस्कार। यो हाम्रो यो गुवादी भरेत बिहा गरेर मेरो जन्मघर त अस्लिवा चौरा वहाँ फाँटमा छ। यस्तो राम्रो सुन्दरता देखिएको यो भनेको भरेक भिरालो भिरालो ठाउँ। यहाँ हामीले सानैदेखि भन्न त अलि मिलेन, कर्मघर मानेर करिब 2 वर्ष काम गरियो। यसमा गरेको काममा यति रमाइलो थियो कि त्यो त भन्नै सकिएन। आज हामी कुल पूजाको दर्शन गर्न नवलपरासी भुम्मैदेखि आएका थियौँ। आउने क्रममा सबै त 2 वर्षको यति मिठो ताजा याद भयो कि पुरै नगरम। मन पनि कति खुसी भयो सबै देख्न पाउँदा। यिनी बारी जति सबै भिराला थिए, अहिले मोटर बाटो आएको भएर त्यो बाटो पनि सम्म भएछ। यो भन्ने हाम्रो गोरु बान्ने गोठ थियो, यहाँ गोरु बान्थ्यौँ हामीले। यिनी सबै हाम्रो बारी थिए, यिनी बारीमा काम पनि गरियो। यो बाटो भने अलि अप्ठ्यारो सानो, यसमा घाँस दाउरा गर्दाखेरि कुनै दिन लोड्दा पनि लोटिएन। तर अहिले हिँड्दा ज्यान काम्यो, त्यो दुःख लाग्यो, त्यो हुन पर्ने थियो। तर बुढेसकाल पनि लागेछ भन्नु पर्यो। अब बिहे गरेको पनि 20 वर्ष भइसक्यो, 2 वर्ष बसेको हो। यो भनेको हाम्रो यस्तो राम्रो ठाउँ छ कि कुरा नगर्नुहोस्, साह्रै लोभ लाग्दो। अरू म अहिले कर्मघर पनि देखाएर हजुरहरूलाई केही व्याख्या गर्नेछु। देख्न सक्नुहुन्छ यो बाटो एकदमै साँघुरो र अप्ठ्यारो रहेको छ। यहाँ देख्न सक्नुहुन्छ हामी यस्तो जङ्गल ढिकमा हेर्दै हाम्रो जन्मघर हेर्नलाई माथि आइसकेका छौँ। यति ढुङ्गामा टुचुक्क बस्छ है। ल लौरो टेक्ने अवस्था आइसक्यो गाइजहरू। र हामी अब फाइनली हाम्रो जन्मघरसम्म आइपुगेका छौँ। ल काउन्ट गरौँ। 10 9 8 7 6 5 4 3 2 1। यो हाम्रो पुरानो टोयलेट। यतापट्टि हाम्रो गोठ रहेको छ। यता भैँसी थिए, अहिले त बाख्रा रहेछन् त्यहाँ। अब फाइनली हामी जन्मेको घर आइसकेका छौँ। तपाईँहरूलाई हामीले भिडियो मार्फत देखाउन गइरहेका छौँ। यो रहेको छ, नमस्ते, यो रहेको छ हामी जन्मेको घर। एउटा गोठ थियो, यो गोठ चाहिँ अहिले यहाँ गोठ छैन। यो घर हाम्रो जन्मघर हेर्नुहोस्, अहिले अलि पुरानो अवस्थामा रहेको छ। तर जन्मघर भनेपछि छुट्टै माया लाग्दो रहेछ। हामी ठुली हजुरलाई फेरि 2 शब्द भन्न म अनुरोध गर्दछु। यो भनेको हाम्रो कर्मघर भयो। कर्मघरमा यहाँ आउँदाखेरि यति आनन्द आयो कि यो घर देख्दाखेरि पनि यस्तो छोडेर जाउँ पनि लागेन। यसमा जति 18 वर्ष नवलपरासीमा बसियो त्यो याद भन्दा यहाँ 2 वर्षको याद साह्रै मिठो छ। यो भनेको मेरो बिहा गरेको यो कोठा थियो, साह्रै याद आयो देख्दाखेरि। बुढो यो घर देख्दा हजुरलाई नि याद गरे। मेरा सपरिवार देवर नन्द सासू ससुरा जम्मैलाई याद गरेँ म यो घरमा। मेरो यो घरमा साह्रै मिठो याद पल्छ। थ्याङ्क यू। तपाईँहरूलाई यहाँ देखाउनु गइरहेका छौँ। यहाँ हेर्न सक्नुहुन्छ, कहाँ गयो खै क्यामेराम्यान। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो पहिलाको घर यस्तो अवस्थामा रहेको छ अहिले। यहाँ पहिला यतापट्टि एउटा गोठ थियो र अहिले त्यहाँ क्यामेराम्यानले भित्र हाम्रो अलिअलि देखाउँदैछन्। यहाँ अहिले त अरू बस्दै हुनुहुन्छ, त्यही भएर। र हामीसँग यो घरको माइली बुहारी पनि हुनुहुन्छ। हजुरलाई हजुरको श्रीमानको जन्म घर देख्दा कस्तो लाग्यो? मलाई त एकदम राम्रो लाग्यो। यो पहाडको ठाउँमा चाहिँ एउटा जग्गा राख्नु पर्थ्यो भन्ने जस्तो लागिरहेको छ। धन्यवाद। यहाँ तलपट्टि हाम्रो माझो देख्न सक्नुहुन्छ, 2टा घरहरू रहेको छ। त्यसैसँगै हामी अब यतापट्टि मुभ अन हुन गइरहेका छौँ। यतापट्टि हामीले देख्न सक्नुहुन्छ एउटा पानीको ट्याङ्की थियो, भाडा मान्ने ठाउँहरू यहाँ थियो। र यो हाम्रो जन्मघर यहाँबाट पनि देख्न सक्नुहुन्छ, निकै नै राम्रो हाम्रो घर। यताबाट देख्न सक्नुहुन्छ, त्यहाँ हाम्रो दाइहरूले लेखेको पक्कै होला त वेलकम लेखेको। अनि म उहाँ झ्याल छ नि, त्यहाँ झ्यालबाट माथि जानु के दिदीलाई घाँस काट्न जाऊँ भनेर सन्देश गर्ने झ्याल। यो यतापट्टि यहाँ सन्देश, यो सन्देश बस्ने घर, हाम्रो ठुला जेठबाको घर। र यहाँ यतापट्टि देख्दाखेरि मलाई कस्तो लाग्यो भने गीता दिदी यो हजुरको घर एकदम राम्रो लिपपोत गरेर सफा रहेछ। हामीले हेरियो सबै। सुन्तला पनि
सुन्तलाको बोट पहिला सुन्तला फलेको थियो अहिले त सकिएर होला फुलहरू राम्रो ढकमक्क फुलेको रहेछ यो घर सुन्दरता क्यानी अब फर्केर आएर बस्न पनि नसकिने रहेछ तर माया चाहिँ निकै माया लाग्यो हाम्रो 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 सन्देशलाई सुन्न गइरहेको छु यहाँ तपाईँले आफ्नो यहाँ पुरानो घरमा आउँदा कस्तो लाग्यो नमस्कार सम्पूर्णमा यो मेरो जन्मेको घर हो एकदमै यहाँ आउँदा रमाइलो लाग्छ माया लाग्छ उहाँ बुटोलमा भन्दा चाहिँ यहाँ चाहिँ एकदम रमाइलो एकदम माया लाग्छ आनन्द आउँछ पहाड भनेपछि ल ल धन्यवाद अब हामी चाहिँ अब चाहिँ हाम्रो घर पनि भ्याइयो जेठबाको घर पनि भ्याइयो र अब माइलो बाको घरतिर जाँदैछौँ हामी माइलो बाको घरतिर जाँदैछौँ यहाँ भाउजूहरू हिँड्न सक्नु भएको छैन उकालो यति उकालो छ कि मधेस बसेको बानी यति उकालो छ पनि स्याहाँ स्याहाँबाट दम मरे जस्तो भइसकेको छ बारी हाम्रो यहाँ पहिला बारीबाट बाटो आएको यहाँ माथि घर भयो क्या त्यो बाटो एकदमै बारी यहाँ तल पनि यो बारीहरू रहेका छन् खेतहरू यहाँ तल उहाँ अस्लिया बारी अस्लियाको जङ्गल यो हाम्रो भैरथानको मन्दिर देख्न सक्नुहुन्छ माथि बारी बारी तल पनि खेत बारीहरू छन् टन्नै कसको हो त मलाई थाहा भएन तर छन छ अब त्यहाँ हाम्रो भैरथानको मन्दिर देख्न सक्नुहुन्छ तपाईँले हो माथि डाँडा हेर्नु एकदम घाम लागेको मौसम छ गर्मी छ एकदम